तयारी बालेन गृहमै सहमति नजिकै को बन्दैछन् शक्तिशाली सरकारका मन्त्रीहरू। फागबण्डामा धेरै नअल्झन सभापति रवि लामिछानेको निर्देशन, क्याबिनेटको पहिलो निर्देशन सुशासन रहने, आधुनिक कृषिमा जोड। बालेन शाहको वरिपरि घुमिरहेको यो राजनीतिक परिदृश्य सतहमा हेर्दा रणनीतिक चालखेल जस्तो देखिए पनि गहिराईमा सत्ता सञ्चालन, संगठन व्यवस्थापन र परिणाम दिन दबाव बीचको टकरावलाई स्पष्ट पारिरहेको छ। एकै पटक 15 मन्त्री घोषणा गर्ने तयारी केवल प्रशासनिक कदम मात्र होइन, यो एउटा सन्देश पनि हो। हामी ढिलो गर्दैनौँ, निर्णय गर्छौँ, तर प्रश्न उही उठ्छ, छिटो निर्णय गर्नु र सही निर्णय गर्नु एउटै कुरा होइन। रवि लामिछानेसँग सहमति नजिकिँदै गर्दा बालेनको सार्वजनिक छवि एक्सन ओरिएन्टेड नेतृत्वको रूपमा देखिन्छ भने रविको भूमिका पार्टी संरचना र रणनीति सम्हाल्नेतर्फ देखिन्छ। यदि यी दुईबीच वास्तविक सहमति भयो भने सरकार चलाउने गति र दिशा दुवै स्पष्ट हुन सक्छ। तर यदि सहमति केवल पद बाँडफाँडमै सीमित रह्यो भने त्यसले दीर्घकालीन स्थायित्व दिन सक्ने छैन। पार्टीका उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउने सहमति जोडिँदै जानु शक्ति सन्तुलनको संवेदनशील पक्ष पनि हो। गृह मन्त्रालय नेपालमा केवल प्रशासनिक निकाय मात्र होइन, यो सुरक्षा, अनुसन्धान र राजनीतिक सन्देशको केन्द्र हो। यस्तो मन्त्रालयमा कसलाई पठाइन्छ भन्नेले सरकारको प्राथमिकता र आत्मविश्वास दुवैलाई जोडगार देखाउँछ। बालेन शाहका निकट रहेका सुनिल लम्साललाई समाउने प्रयासले देखाउँछ कि रासोपाभित्र अझै पनि सहमति निर्माणको प्रक्रिया पूर्ण भएको छैन। नयाँ दलमा सबैभन्दा ठुलो जोखिम यही हो, बाहिरबाट एकजुट देखिए पनि भित्र असन्तुष्टि रहन सक्छ। यदि मन्त्री छनौट योग्यता र काम गर्ने क्षमता भन्दा सन्तुलन मिलाउन केन्द्रित भयो भने सरकार सुरुमै कमजोर हुन सक्छ। फागबण्डामा नअल्झने भन्ने रविको निर्देशन सैद्धान्तिक रूपमा बलियो सन्देश हो, तर व्यवहारमा यसलाई कार्यान्वयन गर्न गाह्रै पर्छ। यदि रासपाले साँच्चै यो चक्र तोड्न खोजेको हो भने कसलाई किन छानियो भन्ने स्पष्ट सार्वजनिक मापदण्ड ल्याउनै पर्ने हुन्छ। पारदर्शिता बिना भागबण्ड अन्त्य केवल नारा मात्र बन्ने जोखिम रहन्छ। अब कुरा बालेन सरकारको 1 वर्षीय टर्म अफ रेफरेन्सको गरौँ। यहाँ समयभन्दा ठुलो अपेक्षा के हो? अपेक्षा जति ठुलो हुन्छ असफलताको मूल्य पनि त्यत्तिकै महँगो पर्न जाने हुन्छ। प्रणाली बदल्नु भनेको केवल डिजिटल प्लेटफर्म ल्याउनु होइन, त्यसको अर्थ प्रक्रिया पुनः डिजाइन गर्नु हो। कर्मचारीको मानसिकता परिवर्तन गर्नु र जवाफदेहिता सुनिश्चित गर्नु पनि हो। डिजिटलाइजेसनलाई केवल अनलाइन फारममा सीमित राखियो भने परिवर्तन हुँदैन। वास्तविक परिवर्तन तब हुन्छ जब सेवाग्राहीलाई कार्यालय धाउन नपरोस्, प्रक्रिया ट्र्याक गर्न मिलोस् र प्रत्येक फाइलको जिम्मेवार व्यक्ति स्पष्ट रहोस्। कृषिमा ल्याइएको प्रस्तावहरू व्यावहारिक चुनौतीले भरिएका छन्। बाँझो जमिन राख्न नपाइने नीतिहरू आकर्षक लागे पनि यसको कार्यान्वयन जटिल हुन सक्छ। के राज्यसँग किसानलाई वैकल्पिक सहयोग, बिउ, बजार र प्रविधि उपलब्ध गराउने पर्याप्त संरचना छ? यदि छैन भने त्यस्तो कडाई किसानमाथि बोझ बन्न सक्ने निश्चित छ। थोपा सिँचाइ र एकीकृत खेती अनिवार्य बनाउने कुरा पनि सही दिशातर्फको सङ्केत हो, तर अनिवार्य शब्द आफैमा जोखिमपूर्ण हुन सक्छ। नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा एउटै मोडल सबै ठाउँमा लागू हुन सक्दैन। किसानको उत्पादनमा न्यूनतम मूल्य ग्यारेन्टी गर्ने प्रस्ताव राम्रै हो, तर त्यसको लागि ठुलो वित्तीय स्रोत, प्रभावकारी खरिद प्रणाली र भण्डारण क्षमता अति आवश्यक पर्छ। अब व्यक्तिगत केन्द्रित शासनभन्दा प्रणाली सुधारमा जोड दिनुपर्ने देखिन्छ। फेसलेस मोडालिटी, जहाँ सेवाग्राही र कर्मचारी बीच प्रत्यक्ष सम्पर्क न्यून हुन्छले भ्रष्टाचार घटाउन मद्दत गर्न सक्छ। समस्या व्यक्ति होइन, प्रणालीबाट उत्पन्न हुने अवस्थालाई समाधान गर्नुपर्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि यथार्थपरक योजना आवश्यक छ। सरकारी विद्यालयलाई आवासीय बनाउने योजना दीर्घकालीन रूपमा प्रभावकारी हुन सक्छ, विशेष गरी दुर्गम क्षेत्रमा, तर त्यसको लागि पूर्वाधार र शैक्षिक व्यवस्थापन चुनौतीपूर्ण पाटो रहेको छ।
मेडिकल शिक्षामा निशुल्क अवसर दिने प्रस्ताव लोकप्रिय मानिए पनि यसको दिगो वित्तीय स्रोतबारे प्रश्न उठ्न सक्छ। नेपाललाई हेल्थ हब बनाउने सपना आकर्षक छ, तर यसको लागि अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वास र कडा नियमन आवश्यक हुन्छ। स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र लापरवाही हटाउन नसकेमा सुधारको निरन्तरता टुट्न सक्छ। समग्रमा हेर्दा अहिलेको अवस्था एउटा क्रसरोड जस्तो छ। एकातिर उच्च अपेक्षा, अर्कोतिर सीमित स्रोत र जटिल प्रणाली। बालेनको शैली छिटो निर्णय र स्पष्ट सन्देश जनतामाझ लोकप्रिय छ, तर सफल हुनको लागि तीन कुरा स्पष्ट हुन जरुरी छ। निर्णयको आधार के हो, कार्यान्वयनको रोडम्याप के हो र असफल भए यी सबैको जिम्मेवारी कसले लिन्छ? जनताले अब भाषण होइन, परिणाम खोजिरहेका छन्। इतिहासले अवसर दिएको छ, तर परिणाम नेतृत्वले दिनुपर्छ। अहिलेको सन्देश स्पष्ट छ, अब हल्ला होइन, डेलिभरीको राजनीति हुनुपर्छ।